हेलो हेलो साथीहरू, सबैजना सन्चै आरामै हुनुहुन्छ। अनि म पनि आरामै छु साथीहरू। अनि म चाहिँ यतिखेर छोरालाई स्कुल पुऱ्याउन जाँदै है साथीहरू। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ? तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ। अनि म चाहिँ यस्तो छ मेरो हालत है। अनि छोरालाई बोकेर अनि स्कुल पुऱ्याउँदै साथीहरू। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ? अनि म चाहिँ सर्टकट बाटो आएको छु है। अनि गाह्रो छ हो साथीहरू। अनि यतिखेर फेरि घाम हेर्नु न कति बेसी लागेको छ है। बिहानै घाम चाहिँ बेसरी लागेको छ साथीहरू। तपाईँहरूकोतिर कस्तो छ, के छ? पानी परिरहेको छ कि घाम लागिरहेको छ साथीहरू? मेरोतिर चाहिँ एकदम घाम लागिरहेको छ है। आज चाहिँ एकदम चर्को लाग्यो घाम पनि। अनि हिँड्नै गाह्रो है। अनि म चाहिँ यो सर्टकट बाटो छिटो हुन्छ भनेर अनि बाबुलाई लिएर अनि सर्टकट बाटो आएको साथीहरू। 10 बजिसक्यो है। कतिखेर पुग्ने हतार छ। बाबु तिमी कहाँ जाने भनिदेऊ र? स्कुल। के गर्न जाने नि स्कुल? स्कुल गएर के पढ्छौ नि तिमी? 1 2 3 4 हो र? हो र? अनि टिचरले कति माया गर्नुहुन्छ नि तिमीलाई? धेरै माया गर्नुहुन्छ कि थोरै? धेरै। हो? अहिले मेरो हातै गयो छोरो। गाह्रो छ हो साथीहरू। अनि स्कुलमा पुग्न लागेको अब है हामी। 10 बजिसक्यो जस्तो लाग्यो मलाई। 2-3 मिनट बाँकी छ। अनि हिँड्दा ढिलो भइसक्यो है। बिहान अनि के हुन्छ के है, काम पनि गर्दा बिहानै गाह्रो हुन्छ। अनि त्यही भएर अनि बाबुलाई पुऱ्याउन चाहिँ आज ढिलो भयो। अनि हामी एकदम छिटो पुग्ने भनेर है बाबुलाई बोकेर अनि यसरी दौडिँदैछु साथीहरू। सर्टकट बाटो आएपछि अलिक छिटो हुन्छ कि। अनि त्यही भएर हामी यो जङ्गलको बाटो आएको है। अनि अलिक छिटो हुन्छ। अनि तलको पिच बाटो आएपछि चाहिँ अलिक टाढा हुन्छ कि। अनि त्यही भएर हामी चाहिँ यसरी हिँड्दै हो। ल हल्लियो भाइ यसरी। हेर्छु तिमीलाई घाम भयो कि नै? छाताले नै बिर्सेछ है साथीहरू। फेरि हेर्नु न, छाता लिएर आउने भनेको छाता नै बिर्सेछ नि त। बाबु त्यो हेर न, इगल देख्यौ? तिमी हिँड्दैनौ अब? बाटो भन्नुहुन्छ साथीहरू यति हिलो छ कि हेर्नु न, कुरै नगरौँ। यहाँनिर पानीको ताल परिरहेको छ, हिलो चाहिँ हेर्नुहोस् त। अनि बेलुका पानी पर्छ नि त। अनि पानी परेको कारणले बाटो पुरै हिलो है साथीहरू। म चाहिँ अब बाबुको स्कुलतिर आइपुग्ने बेला भइसक्यो है। म चाहिँ फेरि अर्को भिडियो लिएर आउँछु है साथीहरू। म अब एकदम छिटो जानुपर्ने भयो। अनि 10 बजिसक्यो। अनि आजलाई मेरो भिडियो यति नै है। घन्टी पनि लागिसक्यो है। यति नै हो साथीहरू। सबैजनाले मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला है साथीहरू। सबैजनालाई बाई बाई। फेरि अर्को भिडियो लिएर आउनेछु। बाई बाई गर्छ न। बाई।